धेरै समय पहिले एउटा गाउँको छेउमा सानो झुपडीमा एकजना बुढी आमा बस्नुहुन्थ्यो। उहाँको घरको आँगनमा एउटा ठुलो अम्बाको रुख थियो र उहाँले केही कुखुराहरू पनि पाल्नु भएको थियो। त्यही नजिकैको जङ्गलमा एउटा निकै लोभी स्याल बस्थ्यो। उसले दिनहुँ बुढी आमाको कुखुरा चोर्ने दाउ हेरिरहन्थ्यो। तर बुढी आमा धेरै चनाखो हुनुहुन्थ्यो, त्यसैले स्यालले मौका पाइरहेको थिएन। स्यालको जुक्ति एक दिन स्यालले एउटा उपाय सोच्यो। ऊ बिरामी भएको बहाना गर्दै बुढी आमाको घरमा गयो र भन्यो, आमै म धेरै बिरामी छु। मलाई निकै भोक लागेको छ, के मलाई केही खान दिनुहुन्छ? बुढी आमा दयालु हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, लौ बस, म तिमीलाई तातो जाउलो बनाइदिन्छु। बुढी आमा भान्सामा जाउलो पकाउन लाग्नुभयो। तर लोभी स्यालको आँखा भने जाउलोमा होइन, बाहिर चरिरहेका चल्लाहरूमा थियो। जब आमा भित्र हुनुहुन्थ्यो, स्यालले एउटा चल्ला झ्याप्पै समातेर खायो र मुख पुछेर साधु झैँ बस्यो। आमाको बुद्धि बुढी आमाले बाहिर आउँदा एउटा चल्ला कम भएको याद गर्नुभयो। उहाँले स्यालको मुखमा रगत र प्वाख देख्नुभयो। आमाले बुझ्नुभयो कि यो स्यालले नै मेरो चल्ला खाएको हो। उहाँले स्याललाई पाठ सिकाउने निधो गर्नुभयो। उहाँले भन्नुभयो, ए स्याल भाइ, जाउलो तयार भयो। तर यो जाउलो खाएपछि तिमीलाई अझै तागत चाहिन्छ। मसँग एउटा जादुई भाँडो छ, जसमा तिमी पस्यौ भने तिम्रो सबै बिरामी निको हुन्छ र तिमी झन् बलियो हुन्छौ। लोभी स्यालले सोच्यो, यो त झन् राम्रो भयो। बलियो भएपछि त म सबै कुखुरा एकैचोटि खान सक्छु। स्याललाई सजाय बुढी आमाले एउटा ठुलो बोरा ल्याउनुभयो र भन्नुभयो, ल यसभित्र पठाए। लोभी स्याल खुसी हुँदै बोराभित्र पस्यो। बोराभित्र पस्ने बित्तिकै आमाले बोराको मुख डह्रो गरी बाँधिदिनुभयो र एउटा लट्ठी लिएर स्याललाई ठटाउन थाल्नुभयो। स्याल बोराभित्रैबाट कराउन थाल्यो, आमै मलाई माफ गरिदिनुस्। म अब कहिले लोभ गर्दिन र तपाईँको कुखुरा पनि खाँदैन। बुढी आमाले स्याललाई अलि टाढा लगेर छोडिदिनुभयो। त्यसपछि त्यो लोभी स्याल कहिल्यै त्यो गाउँतिर फर्केर आएन। नैतिक शिक्षा, लोभले लाभ, लाभले विलाप। अरूको विश्वास तोड्ने र लोभ गर्नेले अन्त्यमा दुःख नै पाउँछ।